भेट्नेछौँ हामी फेरि कहिले नछुट्ने गरी भेट्नेछौँ हामी फेरि कहिले नछुट्ने गरी पिताको प्रेमी घरैमा सधैँभरिका लागि प्रभुको महिमित राज्यमा बस्नलाई सधैँभरि भेट्नेछौँ हामी फेरि प्रभुको स्वर्गीय बोलाहटमा छुट्टिन्छौँ हामी आज यहाँ प्रभुको स्वर्गीय बोलाहटमा छुट्टिन्छौँ हामी आज यहाँ भेट्नेछौँ एक दिन निश्चय हामी प्रभुको महिमित देश छ जहाँ भेट्नेछौँ एक दिन निश्चय हामी प्रभुको महिमित देश छ जहाँ कहिले नछुट्ने गरी कहिले नछुट्ने गरी भेट्नेछौँ हामी फेरि हुने छैन फेरि त्यहाँ मृत्यु र शोक र रुदनका कुरा हुने छैन फेरि त्यहाँ मृत्यु र शोक र रुदनका कुरा पुग्नेछौँ निश्चय मलाई मन पर्छ म त यो संसारबाट बिदा लिन मन लाग्छ भन्छ। आज बढी हन्नाको जीवन कति ढुक्काको अहिले भर्खर मैले सोद्धाखेरि उहाँको छोरीले भन्नुभयो यस कारणले पवित्र शास्त्र बाइबलमा भन्छ प्रभु पाएको मान्छेले शान्ति र आनन्द पाएपछि चाहिँ यो संसार चाहिँ उहाँलाई कसिङ्गार जस्तो लाग्छ। यो संसारबाट मुक्त भएर छुटकारा भएर परमेश्वरको अनन्तमा जानुको लागि उहाँले त्यो चाह गर्छ जसको कारणले गर्दा हाम्रो बढी हन्नाले पनि त्यो कुरा गरे। पवित्र शास्त्र बाइबल दोस्रो कोरिन्थी 5:8 भन्छ त्यहाँनिर अब त यहाँबाट बिदा लिएर म त ढोक्कासँगले परमेश्वर कस्तो दामी हेर हाम्रो बढी हन्नाको दया गरेर पढिदिनुहोस् त। हामी ढुक्क छौँ हामी ढोक्का छौँ र शरीरबाट अलग भएर शरीरबाट अलग भएर प्रभुसित रहने इच्छा गर्छौँ। कस्तो दामी कुरा हेर्नुहोस् त। अहिले उहाँको छोरीले मलाई भन्नुभएको प्रभुलाई त्यस्तो भन्नुहुन्थ्यो अरे प्रभु अब त म त शरीरमा सक्दिनँ त तपाईँले त लानुहोस् न त। प्रभुले दिनुभएको त्यो साँचो शान्ति र साँचो मुक्ति उहाँले त्यो पक्रिरहेको कारणले गर्दामा यो संसार उहाँको लागि केही जस्तो नलागेर यो संसारबाट बिदा लिन परमेश्वरको साथमा रहनुको लागि उहाँले प्रभुलाई त्यस्तो भन्नुहुन्थ्यो अरे। यस कारणले प्रिय त्यो ढुक्काको जीवन दिने चाहिँ केवल प्रभु मात्रै, अरू कोही पनि छैन। यस कारणले गर्दामा अघि हामीले गीत गाइरहेका थियौँ नि, साँचो मुक्ति साँचो शान्ति चाहन्छन् प्रभु दिन।
आज यो बडीले यही प्रभुको वचन सुनिकन त्यो साँचो मुक्ति र साँचो अन्त पाएला त्यो बडीले भन्नु सके, हन्ना बडीले भन्नु सके, प्रभु मलाई लानुहोस् न। कसै हुनुहुन्छ भन्नु सक्नुहुन्छ? म यो संसारबाट बिदा लिन्छु भनेर भन्नु सक्नुहुन्छ? त्यो ढुक्काको जीवन दिने केवल प्रभु येशू मसीह। पवित्र शास्त्र बाइबलमा स्पष्ट रूपमा लेखेको छ, यस्तो शान्ति म तिमीलाई दिन्छु, त्यो शान्ति चाहिँ म स्वर्ग के अरे संसारले दिने जस्तो होइन। त मेरो शान्ति यानि कि परमेश्वरको प्रभुको शान्ति चाहिँ आज बढीले पाएको कारणले गर्दामा बढीले ढुक्कसँगले भन्नु सके। पवित्र शास्त्र बाइबल यूहन्ना 14:27 परमेश्वरको वचनमा यस प्रकारले लेखेको छ, शान्ति म तिमीहरूको साथमा छोड्छु, शान्ति म तिमीहरूको साथमा छोड्छु, मेरो तिमीहरूलाई दिन्छु, मेरो शान्ति म तिमीहरूलाई दिन्छु। संसारले दिने जस्तो चाहिँ संसारले दिनु जस्तो चाहिँ म तिमीहरूलाई दिन्न। म तिमीहरूलाई दिन्न। तिमीहरूको हृदय विचलित नहोस्, हृदय तिमीहरूको विचलित नहोस्, न त भयभीत होस्। न त भयभीत होस्। यो संसारले तपाईँलाई थोरै शान्ति दिन्छ प्रिय हो, थोरै शान्ति दिँदा पनि हृदय चाहिँ विचलित बनाइदिन्छ भन्छ। तर म चाहिँ मेरो आफ्नो शान्ति दिन्छु। उहाँको शान्ति, परमेश्वरको शान्ति आज बढी हन्नाले पाउनुभयो। अनि मैले अघिदेखि बढीको प्रतिज्ञा खोजिरहेको थियो, बल्ल बल्ल पाएँ। कस्तो दामी प्रतिज्ञा पाउनु भएको छ। बढीले गर्नुभएको यस क्षमा प्रभुलाई पाएपछि उहाँको मेहनत चाहिँ परमेश्वरले व्यर्थका तुलाउँदैन भन्नुभएको छ। कस्तो दामी। त्यसै होइन, तिम्रो परिश्रम व्यर्थमा जाँदैन। बढीले जुन प्रकारको एकअर्कालाई सुझाउ र सल्लाह दिनुभएको छ। आज अघि बुहारीले मात्रै भन्नुहुँदै थियो, बढीको बुहारीले हामीलाई सेवा तयारी हुने भन्नुहुन्थ्यो, प्रभु आउँदैछ छोडेला नि। आज त्यो पनि प्रभुको काम हो। पवित्र शास्त्र बाइबल बढीलाई योपालि 2026 दिनुभएको प्रतिज्ञा 1 कोरिन्थी 15:58 छ। कति दामी प्रतिज्ञा परमेश्वरले दिएको। हे छोरी, तैँले यस संसारमा बस्दा पनि मेरो सेवा गरिस्, एकअर्कालाई उत्साह दिस्, प्रेरणा दिस्, मेरो बाटो तैँले देखाउने काम गरिस्। तैँले गरेको परिश्रम नि व्यर्थ जाँदैन। त्यसको इनाम चाहिँ म दिन्छु। यस्तो परमेश्वर दया गरेर पढिदिनुहोस्। यसकारण मेरा प्रिय भाइहरू, तिमीहरू स्थिर हौ, अचल हौ र सधैँभरि प्रभुको काममा प्रशस्त हुँदै जाऊ। कस्तो थामी कुरा हेर्नुहोस्, बढीले त्यो प्रभुको काम वृद्ध अवस्थामा पनि प्रभुको काम गर्नुभएको। जस्ट मैले अहिले भर्खरै सोद्धाखेरि आज वृद्ध अवस्थामा छ, तर पनि प्रभुको काम गरिरहनु भएको। बुहारीलाई सम्झाउने, छोरीलाई सम्झाउने, आज त्यो काम चाहिँ प्रभुको काम हो। दया गरेर पढिदिनुहोस्। किनभने तिमीहरूलाई थाहा छ प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन। बढी हन्नाले जति सक्दो प्रभुको काम गर्नुभयो। परमेश्वरले भन्नुभयो तिम्रो परिश्रम चाहिँ व्यर्थ हुँदैन।